सङ्घर्ष गरेको मैले अहिले आएर रक्षा गरेर हुन्छ यहाँ आएर यार जिरिङ जिरिङ गर्छौ तिम्रो बुढा भन्दा मेरा बुढा पहिला विदेश गएर तिमीले लाएको धोती तिम्रो बुढाले फेर्न नसकेर मेरा बुढाले फेर्दै खान घर हाल्छ मेरा बुढाले छ राख्न आज अघि आइकन भन्दा जिरिङ जिरिङ गर्छौ लाज लाग्दैन तिमीलाई तुले हजुरका जेठा छोराले केही गरेका हुन् कान्छाले जति गरे हो तिम्रा सेना सराल गरेका हुन् बेसनी पौरा विदेश गएको भनेर मात्रै हुन्छ आमा यहाँ घर सबै जेठाले धान दिएर होइन कान्छा विदेश गएको सबै मेरा गहना नि फुकालेर लगेको होइन कान्छा विदेश जाँदाखेरि मेरा गहना निकालेर लगेको होइन म त घर कि जेठी हुँ जे भए नि आमा सामान कि भनेर मैले आफ्नो गहना पनि फुकालेर दिएँ अहिले अनि जेठाले सबै कुरा धान दे हजुरको श्री सम्पत्ति यहाँ बसेर कान्छालाई पठाउनु पाउनुभयो अहिले हो भनेर हुन्छ हजुरले सपोर्ट लिएर हुन्छ हो भाका गहना जति पनि तिमीले दियो जेठैले धानेको यो सम्पत्ति जति यो कान्छो जानी थिएन तिम्रा गहना नपावा अहिले यो कान्छी पनि ठुली हुनु पर्यो छैन तिमीले पनि गरे घ्यौ दुःख पहिला आएर छ त किन बढी बोलाइखास् न जहाँसुकै जा त मेरा बुढाले किनेको घर हो मेरा बुढाको नाममा छ यो घर त किन बढी लाइखास् जा जतासुकै जा यो घर बस्न मन आउँछ भने बस घर तँलाई खाली छ होइन भने धेरै बोलेर गाउँकालाई रमिता नदेखा निस्केर गइहाल्ने बस्न पर्दैन बस्न भन्ने छैन भने धेरै नबस्दा जा तँ देउरानी भएर आज जेठानीलाई यस्तो भन्न सक्ने भइस लास्ट चरण छैन तँलाई आज आएर यत्रो सङ्घर्ष गरेर यहाँ धानेर घर धानेर यहाँ पुऱ्याएको त आज आएर पनि मलाई निक्लेर जा भन्ने तैँले मलाई खोजे कि देउरानीको दाजु मलाई आइस् मलाई आधीबाट खालि सेनी भन्दै हेप्न खोज्दै नसक्ने आइज धेरै क्यान नगर के शत्रु बैरी किन हँसाउँछौ दुईटी देउरानी जेठानी मिलेर राम्रोसँग राम्रो पर्वती गरौला भनेको आज भयो क्याङ भोलि भयो अब क्याङ यस्ता मलाई कम्स देखियोस् आइज शत्रु बैरी छुट्याउँछु इच्छे पर्यो भन्दा म फैजा खाइदिएँ भयो ल अब छुट्याउनु गएको सकिएन लड्छन् मर्छन् जेसुकै गर हो तिमीहरूले ए हान ठोक जेठी जेसुकै मर ठोक्क ठेक्रा बिरेर हान ठोक त्यो खालि मलाई हेप्न खोज्ने खालि लुस्न खोज्ने कान्छी तिमी सानी देखेर हान ठोक यसलाई जात्रै मर्खलाई ठोक केही हुँदैन ठोक सानी देखेर ह्याक्नु पनि ठोक